नमस्कार, म मनोज झा मुक्ति। विजयादशमीको अवसरमा मैले गोरखापत्रमा मैथिली भाषामा शुभकामना आर्टिकल राखेको थिएँ। अब पठन संस्कृति एकदमै कम भएकोले मैले त्यो मैथिलीको शुभकामना आर्टिकललाई नेपाली भाषामा रूपान्तरण गरेर तपाईहरुमाझ पस्कने जमर्को गरेको छु। आफ्नो प्रतिक्रिया अवश्य दिनुहोला। सबभन्दा पहिला विजयादशमी 2081 को पावन अवसरमा यहाँ सम्पूर्ण पाठक दर्शक वृन्दमा सुस्वास्थ्य एवं दीर्घायु जीवनका लागि हार्दिक मङ्गलमय शुभकामना। भगवतीले तपाईं सपरिवारमाथि आफ्नो कृपा बनाइराखुन्। दशमीको आगमनसँगै सामाजिक सञ्जालमा शुभकामनाका पोस्टरले भरभराउ दशमीको आगमनसँगै सामाजिक सञ्जाल शुभकामनाका पोस्टरले भरिभराउ हुन थाल्छ। प्राय शुभकामनामा उस्तै शब्दहरूले सबैको शुभ चिताएको भेटिन्छ। जब दशैं आइसकेको छ भने म पनि शुभकामना दिनबाट वञ्चित किन रहौं भनेर सबैका लागि शुभकामना दिने जमर्को गरेको छु। संघीय लोकतान्त्रिक गणतन्त्र देशको एउटा जिम्मेवार नागरिक भएको नाताले देशमा रहेका तीनवटै सरकार अर्थात् संघीय सरकार, प्रादेशिक सरकार र स्थानीय सरकारको नेतृत्व गरिरहेका र तीनटै सरकारमा सहभागी सम्पूर्णमा हार्दिक शुभकामना। शुभकामना यो कि निर्वाचित भएपछि देश र जनताको नाममा खाएको शपथ कसैको मन र दिमागबाट नबिर्सियोस्। जुन नागरिकसँग जे आश्वासन दिएर मत लिनु भएको छ त्यो पूरा गर्ने सामर्थ्य भगवती प्रदान गरून्। जनप्रतिनिधि विशुद्ध रूपमा सामाजिक सेवाको पद भएको हुनाले परिवारवाद, लोभ, मोह भन्दा माथि उठेर एउटा सच्चा सेवक बन्नुहोस् भन्ने हार्दिक शुभकामना। कुनै योजनामा पिसी लिँदै कमिसन खाँदै सबैको सामुन्नेमा आफूलाई राजा हरिश्चन्द्रको सन्तान भएको नाटक जसले गरिराख्नु भएको छ त्यसको पर्दाफास होस् र तपाईहरुको वास्तविक अनुहार सबैको अगाडि आओस् भन्ने हार्दिक मङ्गलमय शुभकामना। लुटमलुट मचाउनुका बावजुद यदि कुनै कानुनी कारबाहीमा तपाई नपरे भगवतीले यसै जीवनमा तपाईहरुलाई आफ्नो प्रकोपले हरेक तबरबाट दण्डित अवश्य गरून् भन्ने कामना। भगवतीले तपाईहरुलाई यस्तो सजाय दिउन् कि कुनै जनप्रतिनिधिले कुनै प्रकारको अनियमितता गर्नुभन्दा अगाडि 1000 पटक सोचोस्। देशको दोस्रो स्तम्भ धेरै थोक निर्धारण गर्ने माध्यम बनेको आम नागरिक र देशको आस्थाको केन्द्र न्यायालयमा काम गरिराख्नुभएका सम्पूर्ण कर्मचारीमा पनि विजयादशमीको अनन्त शुभकामना। पदबहालीसँगै लिएको शपथलाई हृदयङ्गम गरी यहाँहरूको ऊर्जा देश र नागरिकको कल्याण, सामाजिक सुव्यवस्था कायम राख्ने काममा खर्चियोस् भन्ने शुभकामना। न्यायालयको कर्मचारी भएपछि लुट्नु जसको जीवनको मूल मन्त्र बनिसकेको छ त्यो आचरणमा सुधार आओस् भन्ने शुभकामना। पैसाको कारणले सत्ता या कुनै प्रभावमा परेर तपाईको कलमले देश तथा नागरिकमाथि अन्याय हुँदै आएको छ त्यसमा यहाँहरूको अन्तरात्मा सुध्रियोस् भन्ने हार्दिक शुभकामना। देश र नागरिकलाई लुटेर जम्मा गरिएको यहाँहरूको सम्पत्ति ब्याजसहित नष्ट होस् भन्ने भगवतीसँग करबद्ध प्रार्थना। न्यायालयकै कामदार भएको नाताले देशको कानुनमा यहाँहरूको फस्ने कम सम्भावना भएकोले भगवती तपाईं र तपाईंको परिवारमा यस्तो विपत्ति ल्याउन् कि घुसखोरीको नामैबाट अरूहरूको हृदय भयभीत भइहालोस् र समाजमा न्यायालयप्रतिको आस्था तथा विश्वास नमरोस् भन्ने दुर्गा भवानीसँग बिन्ती। देशलाई चलायमान राख्ने कार्यपालिकामा आबद्ध सम्पूर्ण राष्ट्रभक्त कर्मचारीहरूमा अथाह शुभकामना। भगवतीले पदबहाली गर्नुभन्दा अगाडि लिएको यहाँहरूको शपथलाई स्मरण गराइराखोस् भन्ने हार्दिक कामना। अकुत सम्पत्ति कमाउने, कुनै कामको बदलामा केही न केही असुली गर्ने यहाँहरूको भ्रष्ट भइसकेको मानसिकता माता भवानीले नष्ट गरी नागरिकको सेवामा दत्तचित्त भई लगाओस् भन्ने शुभकामना। भ्रष्ट आचरणका हुनुका बावजुद कानुनबाट बाँचे पनि भगवती आफ्नो प्रकोपले तपाईहरुको सपरिवारलाई तहस नहस गरिदिउन् भन्ने हार्दिक कामना। जसको लागि गैर कानुनी र आचरण विपरीत काम गर्दै असुली गर्दै हुनुहुन्छ त्यस्तो सम्पत्तिको अभोग होस् भन्ने माता चण्डीसँग प्रार्थना। देशको चौथो स्तम्भको रूपमा रहेको निमुखाको आवाज प्रवाहित गर्ने पेशा पत्रकारिता अर्थात् सञ्चार क्षेत्रमा आबद्ध सम्पूर्ण सञ्चारकर्मीमा विजयादशमीको हार्दिक मङ्गलमय शुभकामना। पत्रकारिता जस्तो प्रतिष्ठित पेशालाई 500,000 मा धितो राख्ने यहाँहरूको आचरणमा सुधार होस् भन्ने शुभकामना।
डिजल र पेट्रोल माग्ने तपाईहरूको भिखारी मानसिकतामा परिवर्तन आओस् भन्ने कामना। पत्रकारितालाई दुरुपयोग गर्दै तस्कर प्रशासनमा सिटिङ गराउने दलाली प्रवृत्तिको अन्त होस् भन्ने शुभकामना। पत्रकारिताको खोल ओढी प्रहरी, कर्मचारी, व्यापारी लगायत सर्वसाधारणलाई डेराई धम्क्याई रकम वसुल्ने प्रवृत्तिका कारण जुन सञ्चार क्षेत्र दिनानुदिन बदनाम हुँदै गएको छ, त्यस्तो तपाईहरूको ठग मानसिकतामा सुधार हुँदै पत्रकारिताप्रतिको आम दृष्टिकोण सम्माननीय बनिराखोस् भन्ने हार्दिक कामना। यदि मागी खाने मनसायका साथ पत्रकारिता पेशामा लाग्नु भएको छ भने यस पेशालाई त्याग गरिदिनका लागि अनुरोध सहितको शुभकामना। आफ्ना आफन्तको नाममा पत्रकारिताको प नजान्ने तस्कर, व्यापारी र बेरोजगारलाई पत्रकार महासङ्घको सदस्य बनाएर महासङ्घको गरिमा घटाउने सम्पूर्ण पत्रकार नेता सबैलाई पत्रकारिता पेशाप्रति भगवती जिम्मेवार बनाउन् भन्ने कामना सहितको शुभकामना। अनैतिक आचरण नछोडे हाकाहाकी भगवती तपाईँलाई दण्ड देउन् भन्ने माता रानीसँग अनुनय। सङ्घीय लोकतान्त्रिक गणतन्त्र देशमा सार्वभौम सत्ता सम्पन्न नागरिकहरूमा पनि दशहराको हार्दिक मङ्गलमय शुभकामना। आफ्नो स्वार्थका अगाडि देश या कुनै नागरिकको घाँटी रेट्ने प्रवृत्ति रूपी राक्षसलाई दुर्गा भवानीले नष्ट गरी सामाजिकताको भाव यहाँहरूको मनमा उत्पन्न गराउन् भन्ने शुभकामना। आफ्नो काम निकाल्न घुसखोरीलाई प्रशय दिने तपाईँको मानसिकतामा परिवर्तन होस्, अरूको या देशको सम्पत्ति हडप्ने कुविचार यहाँको मनबाट भागोस् भन्ने शुभकामना। सबैभन्दा बढी यो कामना कि जातिपाती, आफ्ना गाउँले, आफ्नो कुटुम्ब, पैसा, रक्सी या अन्य कुनै लोभ लालचमा आफ्नो मत चुनावमा कसैलाई दिँदै आउनुभएको छ, त्यसमा तपाईँको आचरण र विचारमा सुधार हुँदै देश समाजका हितचिन्तकलाई पहिचान गरी मतदान गर्ने साहस भगवती यहाँहरूलाई प्रदान गरून्। मनुष्य जस्तो आकार भेटाउनु भएको यहाँहरूमा मनुष्यता आओस् भन्ने शैलपुत्रीसँग हार्दिक कामना। एउटा सच्चा नागरिक भएर देश समाज परिवर्तनका लागि तपाईँमा कर्तव्य परायणता आओस् भन्ने शुभकामना। व्यापारीको खोल ओढेर देश र समाजलाई लुट्नेहरूलाई भगवतीले सद्बुद्धि दिउन्। मिसावट र कालाबजारी गर्दै जम्मा गरिएको तपाईँको सम्पत्तिमा धमिरा लागोस् भन्ने कामना। नागरिकको स्वास्थ्य एवं देशको हितलाई ध्यानमा राख्दै गरिएको यहाँको कारोबारले शिखर चुमोस्, त्यसको लागि पनि शुभकामना। मात्र पैसा कमाउने उद्देश्यले राजनीतिमा लागेका युवाहरूलाई पनि शुभकामना कि भगवती यहाँहरूलाई सद्बुद्धि दिउन्। उपभोक्ता समितिमा बस्ने या ठिक्कापट्टाको माध्यमले देश लुट्ने प्रवृत्ति जुन अधिकांश युवाको मनमा घर बनाएको छ, त्यो घरमा आगो लागोस् भन्ने कामना। भगवती सबैमा राष्ट्र र नागरिकप्रति जिम्मेवार बनाउन् भन्ने हार्दिक शुभकामना। कुनै न कुनै रूपमा देश र नागरिकलाई लुटिरहेका आफ्ना सन्तानको पापको कमाईलाई प्रोत्साहन वा प्रश्रय दिने अभिभावकको सोचमा परिवर्तन हुँदै आफ्ना सन्तानलाई इमान्दारीको कमाईमा प्रतिबद्ध गराउने विचार प्रवाह होस् भन्ने भवानीसँग प्रार्थनासहितको हार्दिक मङ्गलमय शुभकामना। देश र जनतालाई जति नै लुटेर थुपारिएको धन सम्पत्ति यसै धरतीमा छाडेर मृत्युवरण गर्नुपर्ने सत्यलाई आत्मसात गर्दै जीवन परहितमा बित्दै सार्थक बनोस् भन्ने सम्पूर्णमा पुनः हार्दिक मङ्गलमय शुभकामना। यदि तपाईँलाई लाग्छ कि हो वास्तविक शुभकामना यस प्रकारको हुनुपर्छ, तपाईँ यो शुभकामनासँग सहमत हुनुहुन्छ भने कृपया च्यानललाई लाइक गरिदिनुहोला, सब्सक्राइब गरिदिनुहोला, सेयर गरिदिनुहोला। बेस त अहिलेलाई नमस्कार। फेरि म अर्को कुनै मेरो रचना लिएर तपाईँहरूमाझ आउनेछु। तबसम्मको लागि धन्यवाद, नमस्कार।